आज म यो गाडी चलाउनु गएको छु फोर्डको तपाईँहरूलाई पछाडिबाट पनि देखाइदिन्छु पछाडिबाट फोर्ड कम्पनीको गाडी आज यो टेस्ट हाल्दैछु ल त्यो पुस ट्याङ्क गरेर म ठ्याक्कै निकाले जस्तो गर्छु ल पुस गरेछ छैन पुस गरेछ डाइरेक्ट अब लङ सिट बेल्ट लगाऊँ यो चाहिँ हाम्रो 2016 मोडलको गाडी हो सेमीमा छ एकदम गाडी ठिकै छ यसको अगाडिको मात्रै रहेछ भएकोहरू चलेकै छ गाडी पनि एकदम स्मुथ छ गाडी फोर्ड कम्पनीको गाडी चाहिँ हाम्रो चाहिँ गाडी सबै एकदम स्मुथ र चलाउनु पनि एकदम कम्फर्टेबल छ तर यसको रिसेल भ्यालु चाहिँ किन भएन 1500 सीसीकै हो स्पोर्ट यसको यही भइहाल्यो त्यहाँ रेडियो बोल्नु यही भइहाल्यो एसीको यो सिस्टम भइहाल्यो गियर 5 गियर छ यसको रिभर्स गियर चाहिँ आफूतिर छ ब्याक आफूतिर छ त्यो सबै भइहाल्यो यहाँपट्टि माथिपट्टि अदरको चाहिँ ह्यान्डल रहेछ ढोकामै हुन्छ यसको चाहिँ यहाँ अगाडिपट्टि रहेछ इमर्जेन्सी र लक डोर र अन डोर रहेछ जाममा परियो त्यही त जाममा पर्यो हल्का यसको फिचर्सको बारेमा यसो भनिदिनुहोस् न त कस्तो हुन्छ काठमाडौँमा यो गाडी होइन काठमाडौँमा त अनि आउट अफ भ्यालीको लागि कस्तो हुन्छ थोरै जानकारी पाउँ नि त होइन यो सबैको लागि ठिकै छ आउट अफ भ्याली पनि यसको हाइट पनि राम्रो छ आउट अफ भ्याली भन्ने बित्तिकै हामीले आइडिया छ हाइट यसको ठिकै छ अनि स्पिजरहरू यही हो नि भनिसकेँ मैले सबै फिचरहरू स्पिजरहरू यसको साइड लाइटहरू सबै एउटा नर्मल जस्तो हुन्छ जस्तै नर्मल हुन्छ यसको वाइपरको यतापट्टि साइडमा भइहाल्यो एसीहरू यो 4वटा 3टा एसीको भइहाल्यो फ्यान एसी अनि नर्मल मोडहरू ट्यापिङ पनि यो माथिबाट हुन्छ फोन पनि यसको माथिबाटै लेखिन्छ यो चाहिँ ठिकै हो एसीको लागि पनि हुन्छ अलि लाउडमा लाउडमा सरी बाहिरको लागि पनि हुन्छ यो राम्रै त्यो सानो गाडी चाहिँ कस्तो हुन्छ नि काठमाडौँ सानो गाडी त्यो सानो गाडीको यो हरियो ए यहाँ राखेको भए लागि चाहिँ त्यो चाहिँ बच्चाहरूलाई चाहिँ सही हुन्छ तर यसको रिसेल भ्यालु चाहिँ किन यसको कम भयो भने म भयो कि यसको सबै एकदम कम्फर्टेबल छ उयोहरू पनि चलाउनु पनि राम्रै छ स्मुदै छ सबै कुरोमा ठिक छ यो रिसेल भ्यालु चाहिँ कम भएको रहेछ हो यसको त सबै त्यही हो अरू त
पानीले कम भएको थियो, फेरि धुलो उड्न लागिसक्यो यहाँ। गाडी ठिकै छ, चलाउनु पनि सजिलो, स्मुथ छ गाडी। हवस् त साथीहरू, आजको यो इको स्पोर्ट 4 16 मोडलको गाडीको टेस्ट ड्राइभ भयो आज। सिस्टमहरू भनिदिइहाल्यो, 5 गियर भइहाल्यो, ब्याक आफ्नो साइडतिर भइहाल्यो, ह्यान्ड ब्रेक तान्नु भइहाल्यो, हर्न सबै यस्तै हो। ल हवस् त साथीहरू, धन्यवाद, थ्याङ्क यू, बाई बाई।